नमस्ते सबैलाई। आउनुहोस् आज हामी एउटा विषयलाई हेर्नेछौँ। आजको विषय सुसमाचार छेउकैबाट सुरु हुन्छ। गस्पल स्टार्ट्स नेक्स्ट डोर। बाइबलको यूहन्ना 17 अध्यायको 18 देखि 22 पदमा यसरी लेखिएको छ, जसरी तपाईले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिमीहरूको खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिमीहरू पनि सत्यतामा पवित्र हौन्। म यिनीहरूको निम्ति मात्र प्रार्थना गर्दिन, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूको निम्ति पनि प्रार्थना गर्छु, कि तिनीहरू सबै एक हौन्। हे पिता, तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी नै तिनीहरू पनि हामीमा हौन्, र तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्। जुन महिमा तपाईँले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक हौन्। यहाँनेरि येशूले प्रार्थना गर्दै गर्नुभएको खण्डबाट निकालिएको पाठ हो यो। यहाँनेरि के पाउँछौँ भने येशूले एउटा मुख्य विषयको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ। त्यो प्रार्थना चाहिँ पठाउने विषयमा। जसरी पिताले येशूलाई संसारको पाप क्षमा गर्नको निम्ति, पापको ऋण तिर्नको निम्ति, क्रुसमा बलिदान हुनको निम्ति पठाउनु भयो, त्यसरी नै उहाँले हामीलाई पनि उहाँलाई विश्वास गरून् मानिसहरूले हामीद्वारा भनेर पठाउन चाहनुहुन्छ। त कसरी पठाउनुहुन्छ यो कुरालाई हामी हेर्ने। येशूले हामीलाई सुसमाचार प्रचार गर्न पठाउनु भएको छ। परमेश्वरको वचनद्वारा शुद्ध पारेर हामीलाई पठाउनु भएको छ। प्रार्थनामय मनका साथ उहाँले यिनीहरूलाई पठाउँदैछु भनेर प्रार्थना गरेर पठाउनु हुँदैछ। परमपिताको उद्देश्यसँग मेल राख्दै, यानि कि जसरी परमेश्वरले संसारलाई प्रेम गरेर संसार उहाँको पुत्र प्रभु येशूद्वारा बाँचोस् भनेर पठाउनु भयो, अनि परमेश्वर पिताको योजना चाहिँ सबैले मुक्ति पाउन् भन्ने छ। त्यो योजना पूरा गर्नको निम्ति उहाँले परमेश्वरको इच्छा अनुसार हामीलाई पठाउँदै हुनुहुन्छ। एकतामा हामी एकाअर्कासँग, ख्रीष्टसँग र पितासँग एक भएर जाउन् भन्ने उहाँ इच्छा गरेर हामीलाई एकतामा पठाउँदै हुनुहुन्छ। अब हामी के गर्ने त? पहिलो कुरा, हामी प्रार्थनाद्वारा सुरु गर्नुपर्छ। यहाँनेरि एउटा प्रेयर कार्ड, प्रार्थनाको कार्ड भन्ने कुरो म तपाईँहरूको बिचमा देखाउन चाहन्छु। यहाँ मेरो प्रार्थनाको कार्ड भन्ने एउटा कार्डलाई देख्न सक्नुहुनेछ। यो हामी हरेक तालिममा बाँड्ने गर्दछौँ। यहाँनेरि परिचित मानिसहरूको नाम र प्रार्थनाको विषय भन्ने एउटा कार्ड छ। यहाँनेरि 1, 2 गरेर 10 सम्म छ। यी 10 जना मानिसको नाम लेख्ने ठाउँ हो, जोहरू प्रभुमा छैनन्, जसले प्रभु पाएका छैनन्। ती व्यक्तिहरू जसलाई हामी चिन्दछौँ उनीहरूको नाम लेख्ने र उनीहरूको निम्ति परमेश्वरले अगुवाई गरे अनुसार प्रार्थनाको विषयहरू पनि लेख्ने, ताकि उनीहरूको निम्ति हामी दैनिक प्रार्थना गर्न सकौँ। हामी मानिसको नाम लेख्छौँ, उनीहरूको प्रार्थनाको विषय लेख्छौँ र हामी यसरी प्रार्थना गर्छौँ कि उनीहरूले चाँडोभन्दा चाँडो प्रभुलाई चिन्ने मौका पाउन्। प्रत्येक विश्वासीलाई आफ्नो मानिसहरूको लागि प्रार्थना गर्न उत्साहित पार्नुहोस्। यसको मतलब तपाईँ आफू पनि गर्नुहोस् र तपाईँको मण्डलीमा आउने सबै विश्वासीलाई यो प्रार्थनाको कार्ड नामहरू लेखेर प्रार्थना गर्न सिकाउनुहोस्। किनभने हाम्रो लडन त आत्मिकी हो र हाम्रो हतियार प्रार्थना हो, र प्रार्थनाद्वारा हामी विजय प्राप्त गर्न सक्छौँ। किनभने हाम्रो लडन त आत्मिकी भएको कारण हामीहरूको हतियार, ठुलो हतियार भनेको प्रार्थना मात्र हो। भौतिक हतियारले हामी केही पनि गर्न सक्दैनौँ, तर आत्मिक लडन त लड्न प्रार्थना हामीलाई एकदमै चाहिन्छ। यसैले तपाईँ अनि तपाईँको मण्डली सबैले यसरी प्रार्थना गर्न सुरु गर्यौँ भने हामी निश्चय नै विजय प्राप्त गर्नेछौँ र धेरै मानिसहरूले प्रभुलाई चिन्ने मौका पाउनेछन्। दोस्रो कुरा, के तपाईँको विश्वासीहरूको प्रार्थनाको कार्ड छ? साथै तपाईँको पनि छ? यदि छैन भने अब के गर्ने? छैन भने आउँदो संगतिमा सबैलाई प्रार्थनाको कार्ड बनाउन लगाउनुहोस् र तपाईँको पनि बनाउनुहोस्
र प्रार्थना गर्न सुरु गर्नु। तेस्रो कुरा, सुसमाचार सुनाउने अवसर खोज्नुहोस्। मण्डलीको विश्वासीहरूलाई पनि अवसर खोजेर सुसमाचार सुनाउन सिकाउनुहोस्। संसारमा कुनै पनि यस्तो मानिस छैन जसले सुसमाचार सुनाऊ मलाई भन्ने। हरेक मानिस सुसमाचार सुन्न मान्दैनन्, उनीहरू चाहँदैनन्। तर हामीहरूले अवसर खोज्नु छ, मौका बनाउनु छ। जब मौका पाउँछौँ तब उनीहरूलाई सुसमाचार सुनाउनु पर्छ। जब उनीहरूले सुन्छन्, बुझ्छन्, तब उनीहरूले प्रभुलाई चिन्ने, विश्वास गर्ने मौका पाउँछन्। र यसले गर्दा सुसमाचार सुनाउनु भनेको चाहिँ अवसर बनाएर अथवा सुसमाचार सुनाउने मौका खोजेर सुनाउन पछि पर्नु हुँदैन। हामीले जब जब मौका पाउँछौँ र अवसर पाउँछौँ उनीहरूलाई सुनाउन पर्छ। र यो पाठमा तपाईँ आफैले पनि गर्नुहोस् र तपाईँको विश्वासीलाई पनि गर्नको निम्ति उत्साहित पार्नुहोस्। चौथो कुरा, हाम्रो मण्डलीमा आउनुहोस् भनेर निम्तो दिनुहोस्। यानि कि जब सुसमाचार सुनाउँछौँ, सुनिसकेपछि उनीहरूलाई मण्डलीमा निम्तो दिनुहोस्। यो सानो सानो कार्डहरू छन्, यस्तो कार्डहरू प्रयोग गर्न सक्नुहुनेछ। जसरी यहाँ यु आर इन्भाइटेड टु आवर चर्च भन्ने एउटा कार्ड छ। अर्को यु आर इन्भाइटेड नेभर जोइन अस फर चर्च, यहाँनिर सन्डे 10 AM लेखेको कार्ड छ। साथै अर्को निमन्त्रणा लेखेको कार्ड छ, स्थान, समय र दिन। यस्तो कार्ड प्रयोग गर्न सक्नुहुनेछ उहाँहरूलाई बोलाउन। र उहाँहरूलाई तबसम्म बोलाउनुहोस् जबसम्म उहाँहरू आउनुहुन्न। एकचोटि बोलायो फेरि आउनु भएन, छोडिदिउँ होइन, बोलाउनुहोस्। अनि आउनु भएन भने किन आउनु भएन, आउनुहोस् न, प्लिज आउनुहोस् न, हाम्रो मण्डलीमा आउनुहोस् भनेर बोलाइरहनुहोस्। उहाँहरूलाई बोलाइरहेपछि उहाँहरूको मनमा त्यो कुरा बुझ्ने चाहना हुन्छ र उहाँहरू आउन सक्नुहुनेछ र प्रभुलाई बुझ्न सक्नुहुनेछ र विश्वास गर्न सक्नुहुनेछ। विश्वासीहरूले प्रार्थना गरेका मानिसहरूलाई मण्डलीमा बोलाउन सिकाउनुहोस्। तपाईँले बोलाउनुहोस्, साथै तपाईँको विश्वासीहरूलाई पनि आफ्नो छिमेकमा रहेका आफूले चिनेका मानिसहरूलाई सुसमाचार सुनाएर मण्डलीमा आउनुहोस् है भनेर यो कार्डहरू दिन सिकाउनुहोस्। र यो कार्डहरू तपाईँले आफै बनाउन सक्नुहुनेछ, प्रिन्ट गर्न सक्नुहुनेछ, छाप्न सक्नुहुनेछ। धेरै खर्च लाग्दैन, थोरै खर्चमा तपाईँले यो काम गर्न सक्नुहुनेछ। जब मानिसहरूलाई बोलाउनुहुन्छ तब उहाँहरू आउनुहुन्छ मण्डलीमा अनि प्रभुको बारेमा बुझ्ने मौका पाउनुहुन्छ। अब अर्को भाग के हो भने निमन्त्रित आएको समयमा अनुग्रहपूर्ण वचन प्रचार र व्यवहार गर्नुहोस् र अरूलाई पनि गर्न सिकाउनुहोस्। जब कोही तपाईँले निमन्त्रणा गरेको मानिस आउनुहुन्छ मण्डलीमा, तब तपाईँ बहुतै होसियारीसित अनुग्रहपूर्ण वचन प्रचार गर्नुपर्छ। परमेश्वरले कसरी संसारलाई प्रेम गर्नुभएको छ, परमेश्वरले संसारको मानिसहरूलाई कसरी बचाउन चाहनुहुन्छ, यी विषयमा न कि न्यायपूर्ण चेतावनीपूर्ण वचन होइन, तर अनुग्रहपूर्ण वचन र व्यवहार पनि गर्न पर्दछ। कहिले हामी के गर्छौँ भने मण्डलीमा आएका मानिसहरूलाई तितो वचन बोल्ने स्वभाव भएको मण्डलीका विश्वासीहरू हुन्छन्। जस्तै कुनै मान्छे अत्याधिक मदपान गर्छन् र उनीहरू समाजमा पनि उनीहरू हेलित छन्, अपहेलित छन्, अथवा कुनै कारणले उनीहरू दोष लागेको मानिस छन्। त्यस्ता मानिस आउँदा हामी कुनै समय हामी दिल्लगी गर्छौँ, रेला गर्छौँ, उनलाई जिस्काउँछौँ। यस्तो गर्नुहुन्न। सबै मानिसलाई सम्मान गर्नुपर्छ, सबै मानिसलाई प्रेम गर्नुपर्छ र सबै मानिसलाई राम्रो व्यवहार गर्नुपर्छ भन्ने कुरा आफै पनि गर्नुहोस् र मण्डलीको विश्वासीहरूलाई पनि यी कुरा सिकाउनुहोस्। किनभने आमन्त्रित व्यक्ति जब आउनुहुन्छ तब उहाँहरूले तपाईँको प्रेम, तपाईँबाट परमेश्वरको प्रेम, परमेश्वरको वास्ता, परमेश्वरको अनुग्रह चाख्न पर्छ, बुझ्न पर्छ, ताकि उहाँहरूले पनि प्रभुलाई पाउन सकुन्। अर्को कुरा, यूहन्ना 20:21 यीशुले भन्नुहुन्छ,
तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति। जसरी पिताले मलाई पठाउनुभयो त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु। अघि भने झैँ प्रार्थना गर्न अनि मानिसहरूलाई सुसमाचार सुनाउन, मानिसहरूलाई राम्रो व्यवहार गर्न, अनुग्रहपूर्ण वचन प्रचार गर्नको निम्ति येशूले हामीलाई पठाउनुभयो। हामीलाई येशूले शान्तिले भरेर पठाउनुभयो। यसले गर्दा हामी त्यस्तो व्यवहार, त्यस्तो जीवन, त्यस्तो चरित्रको साथ सुसमाचारको काम गर्न पर्दछ। तब सुसमाचार छेवैकोबाटै सुरु हुँदछ। टाढो टाढो जान पर्दैन। नजिकको मानिसलाई तपाईँले परमेश्वरको प्रेम चखाउनु भयो भने टाढोको पनि अवश्य हुन सक्दछ। यसले गर्दा सबैभन्दा पहिलो हाम्रो जिम्मेवारी सुसमाचार छेउकैबाट सुरु गर्नु हुँदछ अथवा नेक्स्ट डोर, अर्को ढोकाबाट सुरु गर्न उचित हुँदछ। जब हामीले नबाँचेकोहरूको लागि निरन्तर प्रार्थना गर्छौँ, सुसमाचार प्रचार गर्ने अवसर खोजी गर्छौँ, अनुग्रहपूर्ण वचन प्रचार र व्यवहार गर्छौँ, नबाँचेकोहरूको निम्ति निरन्तर निमन्त्रणा दिन्छौँ भने सुसमाचार छेउबाट सुरु हुन्छ। तपाईँको छिमेकीको अर्को ढोकाबाट सुसमाचार सुरु हुन्छ। आमेन। धन्यवाद। परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्।